अहिले पछाडि जान तपाईँको अनुहार मात्रै आयो कि सरर हावा चल्छ सरर अटो चल्छ सरर घामले बल्छ दामी 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 एउटा खाना त के हुन्छ त बुझ्नु हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल अनिश रियल हुने अनि म हजुरको विश्व 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 ह्यान्डसम मिस्टर अनिश छेत्री मालुम है तेरे बाप को मत सिखा धेरै हो नि त नभनेको है अनि म आज खाँदैछु चिया प्लस चौचौ मेरी आमाले पठाइदिनु भएको चौचौ यो हो है यो सबै खान म अलिकति मात्रै हो रन्जु मेरो रन्जु हप्सी रारा चौचौ कुन भने त यो हो कि रन्जु मेरी माया तिमी भन न तिमीलाई कुरियर है युकेमा कुरियर यो हो रारा चौचौ देख्यौ नि है त यसरी हालेर खाँदा मिठो हुन्छ है ल ढिलो भइसक्यो है आज पनि मर्निङ वाक जान पाएन भुँडी थलथल भइसक्यो प्लिज आई एम सरी त्यसको लागि चाहिँ सो शुभ बिहानी शुभ साई शुभ प्रभात लेट्स बिगिन आवर भिडियो कम अन हेलो गुड मर्निङ एभ्रीबडी ल मस्त खाजा खाएर म निस्केँ मेरो ड्युटीमा मेरो रोजीरोटीमा जहिले पनि त्यही त बोरिङ त हो नि बोरिङ होइन मलाई त मजा आउँछ है सिडनी त सर्पको जस्तो दुईटा जिब्रोवाला कुरा गर्छु मैले दुईटा जिब्रोवाला म मिसहरूलाई लिन जाँदैछु मिसहरूकोमा हाल्दिनँ भिडियो अनि त्यसपछि मेरो ह्यान्डसम अमृतसरलाई लिएर अनि म आउँछु त्यसपछि है के कस्तो मान्छेहरू भेटिन्छ अनि त्यसपछि मजाले मजाले भ्लग बनाउँदै कुरा गर्दै भन्नुपर्छ है त त्यति जेलसम्म लु आज चाहिँ भेटिएन मान्छे छु अहिले टेम्पो पार्कमा होइन त्यसैले अब चाहिँ जानु पर्ला दाजुभाइहरूसँग इन्टरभ्यू लिनु टेबल टक गर्न टेबल टक है यति लामो जाम हुन्छ है बिहान बिहानै गाह्रो छ हामीलाई है यति लामो जाम यो हाम्रो ल्याम्बो यो ल्याम्बो यहाँ छ यता हाम्रो दुईजनाको छन् यस्तै छ जिन्दगी सम्झी यसो गर्नु न हो हाम्रो नाङ्गे डन हुनुहुन्छ उहाँ नाङ्गे डन एकदम हाम्रो झुपडी घरको नाङ्गे डन अनि मेरो सर यहाँ पैसा गन्दी हुनुहुन्छ हाम्रो भण्डारी सर एकचोटि फेरि यताबाट गन्दिउँ होला हेलो हेलो सुन्यो अनि अटोको जिन्दगी के कस्तो चल्दैछ यसो भनिदेऊ नि त पैसा चाहिँ थुप्रो गनिया बिहान पनि भइहाल्छ ल सबलाई सोधौँ है त के कस्तो छ भनेर यो खाली यहाँ यो पनि खाली यहाँ यो पनि खाली हो मेरो दाइ अटोकोमा के कस्तो छ भनिदिनु त अटोको हावा के खबर एकदम नराम्रो है चित्त बुझ्दछ त अहिले पछाडि जान तपाईँको अनुहार मात्रै आयो क्या फेरि भनिदिनु त के कस्तो छ अरे खतम छ है बिहान 10 बजे यत्रो लाइन यत्रो लाइन कसरी गुजारिने फेरि अर्को हाम्रो ह्यान्डसम दाइ आउनु भयो यहाँ के छ मेरो दाइ ठिक छ मेरो भाइ मेरो दाइ अटोको कमाइ के कस्तो छ भनिदिनु त बवाल छ बवाल बवाल हुने कस्तो बवाल हाल्यो भने त दुई चार दिनमा दुई चार दिनमा त 2-4 हजार भन्ने अबले हुन्छ यहाँ हाम्रो ह्यान्डसम मुकुन्द दाइ चल्छ यहाँ छ हाम्रो चुरोटे 1 नम्बरको उसले दिनमा 2 पल्ट खान्छ है पाइलट हो हाम्रो अटोवाला पाइलट ओसी सर हेलो ओसी पुरै फेसबुकमा भाइरल हिजो पुरै अनि झुलै बुल्टीलाई भाइरल गरेछ त मेरो ह्यान्डसम दाइ हुनुहुन्छ यहाँ अबि ए विशेष टिप्पणी मेरो दाइ अटोको जिन्दगी के कस्तो चल्दैछ भन्नुहोस् त गुजरा भनेको विदेश जाने भन्दा यहीँ ठिक हो 10-20 हजार कमाइएको छ मासु भात खाइएको छ तपाईँ पनि भनिदिनुहोस् त लाइफ जिन्दगी बाजिरहेको छ यो आने पैसा कमा होइन यो किन्ने मान्छेले के फेरि कमाउँछ 2000 3000 4000 सम्म कमाउँछ हामी कमाउनु सक्दैन गीत सुनाइदिनु ल अहिले ठुलो छोरीले है अहिले पछाडि जानु थोरै पछाडि क्यामेरा एङ्गल मिल्नु पर्यो मुकुन्द दाइ तपाईँ हट्नु न कपापमा हड्डी एउटा मिठो गीत भैँसी कसम भेटेको होइन
मेरो पनि कमाधरमा कोही छैन। त्यति मात्रै बस हवा निकल गई। त्यति मात्र हो त्यसका बाद अहिले लाग्दा ल हाम्रो माग्ने बुढा है उहाँ चाहिँ माग्ने बुढा हेलो गरिदिनु उहाँ हुनुहुन्छ हाम्रो ह्यान्डसम मुकुन्द दाइ है बसमाडीवाला के गरे त्यो ल भन्नुहोस् न मुकुन्द दाइ अटोको कमाइ जिन्दगी के कस्तो चल्दैछ चित्त बुझेको कि छैन नगिसिकन भन्नु न यार ल यहाँ छन् मेरो हिरो प्रमोद अनि अटो पार्कको सबभन्दा धेरै कमाउने उहाँ हुन् एकदम भनिदिनु त अटोमा के कस्तो छ के छ अरे ठुलो सोरले अलि उता जानु ल मजाले भनिदिनुहोस् अहिलेको अवस्थामा अटोमा चाहिँ नाजुक छ अलि ठुलो स्वर चाहिँ अहिलेको अवस्थामा पुरै नाजुक अवस्था छ अहिले अरू बिहानदेखि भगत चार्जे कमाइरहेछ अब खाने हो कि तेल हाल्ने हो कि घरमा लाने हो के हो थाहा छैन अटो धेरै नाजुक छ अवस्था अहिले अटोको अनि विदेश जानु पर्दैन विदेश त जानुपर्ने हो केले चाहिँ के पैसाले छेको जस्तो लाग्यो केले पैसाले उहाँ हुनुहुन्छ हाम्रो ह्यान्डसम प्रमोद सेङतान है सेङतान हेलो गर्नु हेलो यसरी चल्छ हाम्रो जिन्दगी है अटोवालाको अब बिस्तारै बिस्तारै यो ल्याम्बो पनि बेचिदिनु पर्यो घाम यस्तो छ मान्छे चढ्ने होइन है त अब फेरि के हुन्छ कस्तो हुन्छ को भेट्छ भर्खर बाबुको इक्जामको फीहरू तिरेर आएर अटोवालाहरूसँग कुरा गरेर म जाँदैछु मेरो बहिनीलाई लिन मेरो एकदम चुतुर गर्ने बहिनीलाई बिरामी छ भन्दैछ आज त्यति बोल्दैनन् होला है त लेट्स सी व्हाट विल ह्यापन टुङटुङ नगर है अटोको अब देखिहाल्नुभयो होइन के कस्तो छ सबै साथीभाइहरूसँगै सुनिहाल्नुभयो दिउँसो चाहिँ अलि बिचोकै छ भनिदिनै पर्दाखेरि तर केही छैन काम हो काम माने ड्युटी गर्नै पर्छ ड्युटी भनेको कर्तव्य ओ वाउ अब म जान्छु सरर हावा चल्छ परर अटो परर हाम्रो घामले हामीलाई पोल्छ है ए दामी भएछ त यार सरर हावा चल्छ परर अटो चल्छ परर घामले पोल्छ दामी वाउ कहाँबाट यार आफै वाह बस वाह क्या कविता के ये हेलो आउनु छिटो आउनु वेलकम बिस्तारी फुट्छ भयो हाम्रो बहिनी आज धेरै सिकिस्तै छिन् घाइते अवस्थामा ओ माई गड तपाईहरु पनि रुगाखोकीको शिकार हुनुहुन्छ होला प्लिज बी केयरफुल बाहिरको सलादहरू चटपटेहरू खानुहुन्न सॉरी हो उहाँको लागि फेरि सलाद भनेको 200 रुपियाँको चटपटी हो वाउ छिटोला त्यो क्लिप कट है नानी यता पारी बस्नु ल बेलुका आन्दोलन छ जाने होला नि अनि कुलमान घिसिङलाई हटायो त बहिनीको यार कहाँ मलाई एउटा भन्छ दिस इज माई रियल फ्रेन्ड है फेरि पनि भोडे दुध जस्तो सेतो दुई दिन पिस ओइ दुई दिन त भोडे कि नरहेछ त बहिनीले देख्छ यार मैले हाल्नुपर्छ कि भिडियो एउटा खाना त के हुन्छ नानी 3 पिस है 3 पिस हेर्नु न 3-4 एउटा न फकिन भाइ पाउनु भयो हजुर के भन्नुभयो
कति गाह्रो बिचरा सरी बिचरा मेरो बहिनी त्यत्रो बोले यार आज हेर गेटवेल सुन नानी गेटवेल सुन होइन आज रेस्ट संसारको पहिलो व्यक्ति यस्तो रुगा लाग्दा नि है घाँटी सुक्दाखेरि पनि स्वर नआउँदाखेरि बोल्नुपर्छ उहाँलाई नबोली केही हुँदैन उहाँको हजुर जुत्ता मुजा कि आज मेरो नानीले गरेर के पनि सुने छैन सो नानीको अलिकति सर्ट क्लिप मात्र हुन्छ है यो हाम्रो बहिनीको घर हाम्रो आन्टी यहाँ हुनुहुन्छ बाई गरिदिनुहोस् आन्टी Bye. Thank you so much for watching our vlog. Thank you so much for supporting us. Thank you. फर्किँदैछु म मेरो जक्सनमा बिचारा बहिनी बिरामी हुँदो रहेछ होप सी विल गेट वेल सुन अब जाउँ के कस्तो मान्छेहरू भेट्छ के हुन्छ है यहाँ हुनुहुन्छ मेरो बुढी माउ हाम्रो हजुरआमा भाइरल हजुरआमा यहाँ तिमी भाइरल अब हजुरआमा एकचोटि हेलो गरिदिनु यहाँ हाम्रो परिवार हो सबैजनालाई यस्तो गर्नु न हो यस्तो पनि गर्नु हो यहाँ चाहिँ है आन्दोलन भइरहेको रहेछ यहाँ हेर्नुहोस् ए ट्राफिकहरू सबै आन्दोलन गर्नुपर्छ यो कुलमान घुसिङको लागि हो सबै आन्दोलन त्यही त ब्याक टु द पोइन्ट म घर चाहिँ किन जाने म जाँदैन घर म जङ्गल जान्छ ल भान्ड्या लु आमाला ल जानु बिस्तारै जानु ल है त भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई म हजुरहरूप्रति धेरै धेरै आभारी छु यति धेरै माया गरिदिनु भएकोमा एउटा मेरो अन्तिम बिन्ती के छ भन्दाखेरि हाम्रो नन सब्सक्राइबर भ्युवरज्यूहरूले पनि यसो सब्सक्राइब गरिदिनु भएकोमा धेरै धेरै सहयोग र माया हुन्थ्यो है 43.7% त नन सब्सक्राइबरहरू नै हुनुहुन्छ यसो माया गरिदिनु क्वालिटी अहिले नराम्रो भए पनि कन्टेन्टहरू मैले सक्दो मेरो 100 दिएर राम्रो बनाउन खोज्छु कि अब अलिकति धैर्य गरिदिनु त्यसपछि अनि अलिकति राम्रो हुन्छ है यति भन्दै म मेरो 2 शब्द हिट टुङ्गाउँछु हाम्रो अनिश नेलमोटे च्यानललाई माया गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु धेरै धेरै धन्यवाद यो मेरो एन्डिङ चाहिँ हाम्रो च्यानलको अहिलेको हाम्रो एन्डिङ चाहिँ मेरो बहिनीको क्लिपबाट है त सर्ट क्लिपबाट छोटो मिठो Guys, do like, share, subscribe our बिस्तारी लाइक शेयर Do like, share, subscribe our channel. Thank you so much.